यो विद्यालय हो कि फोहोर फाल्ने ठाउँ जहाँ बच्चाहरू पढ्छन् त्यही यस्तो अवस्था छ। म अहिले काठमाडौँमा रहेको श्री नेपाल वेद विद्याश्रममा छु। यो एउटा ऐतिहासिक विद्यालय हो जसको स्थापना श्री 5 महेन्द्र वीरविक्रम शाहदेवले गर्नुभएको थियो। तर आज विद्यालयको अवस्था हेर्दा हामी सबैलाई लाज लाग्ने स्थिति छ। विद्यालयको वरिपरि हेर्नुस्, अस्थायी शौचालय, प्लास्टिकका टुक्रा, फलामका थुप्रा, पुराना गाडीहरू। यो कुनै डम्पिङ साइट होइन, यो एउटा विद्यालय हो। यहाँ विद्यालयमा प्रयोग नभएको बाहिरबाट ल्याए जस्तो पनि फोटो देखिरहेको छ। विद्यालयको सामान होइन, विद्यालयको होइन, बाहिरबाट ल्याएको। बाहिरको सामान चाहिँ यहाँ आएर देखियो। विद्यालय भित्र चाहिँ सामान राखियो। विद्यालय जस्तो क्षेत्रलाई कबाडी खाना बनाइयो। अब प्रश्न उठ्छ, यो फोहोर यहाँ कसले ल्याएर राख्यो र यसको व्यवस्थापनको जिम्मेवारी कसको? यो क्षेत्रको व्यवस्थापन गर्ने संस्था हो पशुपति क्षेत्र विकास कोष। यस्तो महत्त्वपूर्ण स्थानमा लापरवाही किन? पशुपति विकास कोषमा गएर तपाईहरुले सचिव र अध्यक्ष बीच के सम्झौता भएर बाहिर निस्किनु भयो? अब सदस्य सचिवलाई चाहिँ यो हटाउनु पर्यो भनेर हामीले चाहिँ भनेर आएको। तर यस्तै त हो नि, अब यहाँको सचिव, सदस्य सचिव, अध्यक्ष होइन, आश्वासन दिने काम नगर्ने हो। हेर्नु मतदान गर्दाखेरि पनि उहाँले जहिले आश्वासन दिनुभयो। विगत 2 वर्षदेखि उहाँले आश्वासनमाथि आश्वासन। योभन्दा अगाडिको सदस्य सचिवलाई नि हामीले भनेको हो, यो सदस्य सचिवलाई नि भनेको पहिला कि मूल्याङ्कन गर्नुपर्छ, टेन्डर पास गर्नुपर्छ, टेन्डर पास गरेपछि बेच्नुपर्छ। उहाँको कुरा सुन्दा त यो अब विगतको 10 वर्षपछि पनि बेचिँदैन जस्तो छ। यतिकै हुन्छ जस्तो छ। यस्तो विद्यालय प्रशासन क्षेत्रमा यस्तो ल्याएर त राख्नु त राम्रो काम होइन नि त। विद्यार्थीहरूले के सिक्ने? कति समयमा हुन्छ भन्दाखेरि उहाँले ट्याक्कै लाएर भन्न सक्नु भएन। अब हाम्रो कुरो भनेको यो फोहोर राख्ने हुँदैन यहाँ, किनभने विद्यालय जस्तो यदि व्यवस्थापन गर्ने निकायले नै ध्यान नदिने हो भने जिम्मेवारी कसले लिने? शिक्षा केवल पुस्तक मात्र होइन, सफा वातावरण पनि शिक्षा हो। तर यहाँ शिक्षा भन्दा फोहोर ठुलो छ। पशुपति क्षेत्र विकास कोषले यो फोहोर फाल्ने ठाउँ चाहिँ विद्यालयको पर्छ। पशुपति क्षेत्र विकास कोषले आफ्नै ठाउँमा फोहोर फाल्यो भने केही हुँदैन थियो। यो विद्यालयको क्षेत्रमा फोहोर फालेर झन् नराम्रो काम गरिरहेको छ। होइन भन्नु न, विद्यालयको जग्गा कबाडी खाना राख्नलाई लागि उपयोग गर्न टोयलेटको यो वासिङहरू पनि यहाँ छ के समस्या छ आज हेर्दाखेरि त विद्यालय प्रधानाध्यापकको दोष छ जस्तो लाग्छ। अब प्रधानाध्यापक चाहिँ यहाँ फोहोर नफाल भने छ, त्यहाँबाट कोषको चाहिँ आदेश ल्याएर यहाँनिर फोहोर घब्लक्क हाले हेर्नु न यस्तो छ। हेर्नु यो जेनेरेटर ल्याएको छ यहाँ। जेनेरेटर यो त रोडको जेनेरेटर जस्तो लागिरहेको छ कि मलाई। यो भिडियो सेयर गर्नुहोस्, जसले जिम्मेवारी लिनुपर्छ उनीहरूलाई देखाउनुहोस्। वास्तवमा विद्यालय सफा हुनुपर्छ।